स्ट्रोकलाई चाहिँ ठिक टाइममा र ठिक डाक्टरको चाहिँ तपाईको पहुँचमा आउनुभयो भने यस्तो मिराकुलस चेन्जेसहरू आउँछ भन्ने कुरा उहाँले नै पुष्टि गर्नुभएको छ। फर्स्ट डेदेखि नै हामी इम्प्रुभमेन्ट स्ट्रोकको पेसेन्टहरूलाई इम्प्रुभमेन्ट गर्न चाहिँ सकिन्छ, तर सही डाक्टरको चुनाव गर्नु पर्यो र सही टाइममा आउनु पर्यो। मेरो नाम कृतन सर्वानकर्मी हो। म हरसिद्धिमा बस्छु। म स्ट्रोकको पेसेन्ट हो। मेरो देब्रे हात खुट्टा चल्दैन। त्यही भएर मेरो बहिनी जहीँ पनि पहिला यहाँ आउनुभएको रहेछ कुपनडोल स्ट्रिट मेदान्तमा, अनि उहाँहरूले मलाई यहाँ लिएर आउनुभयो। सुरुमा म यहाँ आउँदा मेरो खुट्टा हात आदि देब्रेपट्टि आदि पुरै चल्दैन थियो, अनि मलाई 3-4 दिनसम्म टाउको पनि एकदम दुखेको थियो। यहाँ आएर सुरुको पहिलो दोस्रो दिनमै धेरै फरक पाएँ। अहिले म हिँड्न टेक्न सक्ने यताउता गर्न सबै सक्ने भएछु। त्यही भएर यदि तपाईँहरूमा पनि यस्तै स्ट्रोक पेसेन्ट या प्यारालाइसिस या कोही हुनुभएको छ भने यहाँ कुपनडोल स्ट्रिट मेदान्तमा आएर सम्पर्क गर्नुहुन अनुरोध गर्दछु। नमस्ते, धन्यवाद।